नेपाल आइडल सुरु भएदेखि नै निकै चर्चाको विषय बनेको छ। यो कार्यक्रम अहिले नेपालमा सबैभन्दा बढी हेरिने कार्यक्रममध्ये परेको छ। तर यो प्रोग्राम जति चर्चामा छ त्यति विवादमा पनि छ। खास गरी नेपाल आइडलको जजमेन्टप्रति धेरैजना असन्तुष्ट छन्। केही दिन अगाडि एउटा अनलाइन टिभीले नेपालका चर्चित गायक राजेश पाल राईलाई नेपाल आइडलको जजमेन्टप्रति तपाईँको विचार के छ भनी सोधेको थियो। त्यसमा राजेशले नेपाल आइडलको जजहरूको जजमेन्ट गर्ने शैली अलि ठिक नभएको बताएका थिए। जजहरूले बीचबीचमा कन्टेस्टेन्टलाई उनीहरूको एज सोध्ने गरेको जुन गलत भएको बताए। उनले भने एजसँग प्रतिभाको कुनै पनि सम्बन्ध छैन। कि त नेपाल आइडलमा क्राइटेरिया हुनु पर्यो, यति वर्षदेखि यति वर्षकोले मात्र भाग लिन पाउने भन्ने हुनु पर्यो, होइन भने प्रतिभा त सानो बच्चादेखि बुढोसम्म जसले पनि देखाउन सक्छ। यता नेपाल आइडलको रिसेन्ट शोमा जज नेओ बज्राचार्यले नेपाल आइडलमा एज रेस्ट्रिक्सन भएको बताए र यदि कसैले थाहा नभएमा थाहा पाउनै पर्ने र थाहा नभई बोलेको छ भने सरी भन्न जान्नुपर्ने पनि बताए। I'm going to come back to that, but before that, जजहरूलाई यहाँको पर्फर्मेन्स कस्तो लाग्यो सुनिहालौँ। 16 यो हाम्रो 16 देखि 30 सम्म हो नि, हैन? थाहा नहुनेलाई चाहिँ थाहा पनि हुनु पर्यो। यसमा एज बार छ भन्ने कुरा मलाई जहाँसम्म लाग्छ नेपाल आइडल हेर्ने सम्पूर्ण दर्शक, सम्पूर्ण नेपाल आइडल प्रेमीहरूलाई थाहा भएकै कुरा हो। नेपाल आइडलमा भाग लिनको लागि 16 वर्षदेखि 30 वर्षसम्म उमेरको हुनुपर्छ भन्ने कुरा सबैलाई थाहा नै छ। सुशील, मैले के भन्ला भने थाहा नहुनेलाई चाहिँ थाहा हुनु पर्यो। थाहा नभइकन बोलिरहेछ भने सरी पनि भन्न सक्नु पर्यो। Yes, we'll go with that. Yeah. के भन्ने अब तिमीलाई अब तिमीले गाएको यहाँनिर मिलेन, त्यहाँनिर मिलेन अथवा यस्तो यस्तो भन्नु लागि भन्दा पनि तिम्रो स्वरले मनमै